सो नमस्ते एभ्रिवान, सबैजनाको ब्याक टु माई न्यू एपिसोड गाइस। स्वागत छ न्यू एपिसोडमा अनि न्यू डे न्यू ब्लग अनि न्यू बिगिनिङ गाइस। लेट्स सी आजको यात्रा कस्तो हुन्छ। सो बवाल नै हुने होला छ होइन। सो मैले क्लोज गरिदिइहालेँ, यता काम छैन। अनि अन्त गाइस हामी चाहिँ अहिले आइपिओ भन्ने गाउँमा जाँदैछौँ होइन। त्यहाँ गएर मस्त ड्रोन सोट हान्ने इच्छा छ। अनि हाम्रो गाउँदेखि अराउन्ड 30 मिनट चाहिँ लाग्छ होला होइन। बाटो अलि झिकझ्याक बढी छ, त्यही भएर पनि हामी बिस्तारै नै जानुपर्ने हुन्छ। अलि बाटो झिकझ्याक छ गाइस, बिस्तारै जानुपर्ने हुन्छ होइन। सो त्यही भएर पनि आजको राइड भनेको चाहिँ एकदम स्ट्रिम हुने होला छ होइन। बाटो एकदम खतरनाक छ, तपाईँहरू म देखाइहाल्छु होइन उता पुगेपछि बाटो कस्तो छ भन्ने कुरा। यहाँ तपाईँले देख्न सक्नुहुन्छ सुरुवात भइसकेको छ बाटो कस्तो छ भन्ने कुरा होइन। बाटो डेन्जर छ गाइस। आज हामीले कभर गर्ने भनेको त्यो गाउँ हो कि होइन। सो त्यो भनेको आइपिएको गाउँ भइहाल्यो होइन। सो यहाँदेखि पल्लोपट्टि पनि गाउँ छ होइन। अनि वालोपट्टि पाङ परिहाल्यो। अनि तल चाहिँ यहाँ जहाँबाट हामी जान्छौँ त्यहाँ चाहिँ आलिबाङ भन्छ होइन। सो यहाँदेखि अफरोडिङ यस्तो डेन्जर छ नि गाइस है। सो हामी त्यहाँबाट जानुपर्छ होइन। पुरा गिट्टी गिट्टी जस्तो छ क्या त्यहाँ होइन। अनि त्यो गिट्टीले गर्दाखेरि चाहिँ अलिक कसमा बाइकहरू स्लिप खान्छ कि भन्ने डर लागिरहेछ। सो हेरौँ कस्तो हुन्छ। आजको यात्राको कुरा गर्नुपर्दा चाहिँ गाइस एकदमै स्ट्रिम हुने होला छ। सो होप तपाईँहरूले आजको भिडियो मन पर्नुहुन्छ भन्ने पनि आशा गरेको छु। अनि गाइस देख्न सक्नुहुन्छ आइपिएको गाउँ एकदमै घना बस्ती छ होइन। सो त्यही भएर आज हामी चाहिँ यसो फुर्सदको टाइममा टाइम पास गरौँ न त भन्ने हिसाबले जाँदैछौँ। अनि म ग्लोभ्स पनि लगाइहालेँ होइन। मेरो हात दुख्छ यहाँनिर। यो गुलु गुलु के आएछ कि मेरो हातमा होइन। यसले गर्दा एकदम पेन भइरहेछ। सो ग्लोभ्स लगाउँछु अलिक कसमा यसको आडो हुन्छ होइन। सो त्यही भएर बाइकमा तेल कम भयो जस्तो लाग्छ। नपुग्ने हो कि जस्तो पनि डर पाइन्छ। अहिले पनि पाइन्छ भने त ठिकै, पाइन भने फेरि तनाव हुन्छ। सो के ग्यास ढिला नगरिकन हामी निस्किहाल्छौँ होइन। बाटो क्या छ ग्यास है। यस्तो बाटोमा राइड गर्नेको मजा नै छुट्टी हुन्छ। हो माई गड लौज यस्तो छ ग्यास बाटो। सो यस्तो हालतले त हामी त आज पुग्छौँ त भने कि यस्तोमा त क्रस फायर हुनुपर्ने क्या होइन। मजा आउँथ्यो। ए मा यहाँनिर एउटा रिभर छ होइन। त्यो रिभर क्रस गर्नुपर्ने हुन्छ यहाँनिर। अनि रिभर क्रस हुन्छ त यसरी माथि जानुपर्ने बाटो बनाएको रहेछ अहिले होइन। ग्यास रिभर क्रस ओके ग्यास यो रिभर आइसक्यो यहाँनिर होइन। रिभर क्रस गर्नुपर्ने हुन्छ। माई गॉड क्या डेन्जर रिभर छ ग्यास यहाँनिर। यस्तो ठाडो छ ग्यास। कसरी चढ्यो हो येमा क्या तालले काटिरहेछ क्या क्या घाँस यार। अलिक सुधारेको जस्तो लाग्यो कि होइन। तर म फर्स्ट त्यहाँ आउने बेला चाहिँ यस्तो थियो नि गाइस बाटो होइन। डेन्जर क्या होइन। सायद फर्स्ट ट्र्याक भएर पनि होला होइन। तर अहिले चाहिँ मैले जस राम्रै लाग्यो बाटो। जस ठिक छ भनौँ न। यतिको त तल हाम्रोतिर नि छ नि होइन। चल बाबु चल 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 मान्दिनँ के टु त अन्ती हो नि त। चल बाबु अन रोड अफ रोडको लागि भने हो क्या 220 भने होइन। पावरफुल गाइस। पावर चाहिँ इन्जिन चाहिँ मान्नुपर्छ यसको होइन। लचकपान अनि सबभन्दा पनि सस्पेन्सन राम्रो हुन्छ क्या यसको होइन। हेरेर देख्न सक्नुहुन्छ नि होइन कसरी लस्किन्छ क्या होइन। क्याक क्याक क्याक। सो पाल्लोपट्टि म नेक्स्ट स्याटरडे जान्छु होला होइन। सो पारे दैबाङ मादर अनि खद्दरहरू सबै सिन आउँछ गाइस। सिटी नै आउँछ। स्टे ट्युन गाइस। मेरो मेन उद्देश्य भनेको के हो भन्दा चाहिँ आफ्नो गाउँठाउँले चाहिँ प्रेजेन्ट गर्ने क्या होइन। सो त्यो चाहिँ मेरो ढोको छ। सो गर्दैछु बिस्तारै आफ्नो कामलाई प्राथमिकता दिएर। अनि काम पनि बिस्तारै हुँदैछ। चल बाबु तर यहाँबाट मिस्टेकली केही भयो भने चाहिँ गाइस गाह्रो छ यो बाटो। आइपुग्यौँ कि हामी होइन।
सो आज चाहिँ हामीहरू आइपिएलले चाहिँ क्याप्चर गर्छौँ होइन। सो म यहाँनिर किन रोकेको भन्दा चाहिँ अगाडि गाई बस्तुहरू चाहिँ गइरहेको छ क्या होइन, अनि डराएर भिडमा लड्यो भने चाहिँ तनाव हुन्छ नि त होइन। सो त्यही भएर चाहिँ बिस्तारै जाने होइन, भाइहरूले चाहिँ अहिले बाटो पनि हाल्छन् अनि त्यहाँपछि जाने गाइस। सो यतातिर पनि कस्तो भन्दाखेरि गाई बस्तुहरू डराउँछ क्या होइन, यो गाडीहरू देखाउने बाइकहरू देखाउने, अनि त्यही भएर चाहिँ त्यस्तो दुर्घटना नहोस् भन्ने हिसाबले चाहिँ हामी चाहिँ बिस्तारै जाँदैछौँ। अनि त्यो गाइस बाटो चाहिँ यो रुट यस्तो डेन्जर छ नि गाइस होइन, यो ट्युन छ नि यहाँनिर, यो ट्युनमा चाहिँ डेन्जर छ क्या होइन, यस्तो यस्तो ढुङ्गाहरू निस्केको छ तलबाट, अनि त्यसले गर्दा चाहिँ अलिक यसमा अनब्यालेन्स हुने खतरा हुन्छ कि त्यहाँनिर। यही देख्नुहुन्छ गाइस चाहिँ बाटो भनेको यो हो कि होइन, यहाँनिर हो क्या खासमा। तलबाट पनि जानु रहेछ बाटो होइन, तल कहाँ जाने बाटो, ए बाख्रेकोट भैबाङ जाने बाटो चाहिँ यहाँ तलबाट अहिले ट्र्याक बनाएको रहेछ होइन। सो बाख्रेकोट भैबाङ पनि हामी छिट्टी नै जान्छन्। सो गाइस अहिलेको लागि चाहिँ गाइस देख्न सक्नुहुन्छ बाटो डेन्जर नै छ होइन, बाटो अफरोडिङको मजा लिइरहेको छ मैले। अनि मेरो पछाडि चाहिँ मेरो भाइ छ होइन, भाइ र म जाँदैछौँ। सो आजको रात एकदमै छोटो मिठो हुन्छ होइन, सो सबैजनाले माया गरिदिनु होला। अनि गाइस कसले आफ्नो गाउँले चाहिँ देखाउनु छ, सो उहाँहरूले चाहिँ मलाई डेम गर्दा हुन्छ होइन। नानी के भयो कसरी दोहोऱ्याइन् भने नानी यार, यस्तो छ नि गाइस बाटो छ। सो अहिलेको गाउँ चाहिँ बवाल नै छ गाइस है, तलबाट हेर्दा चाहिँ खास देखिन्न होइन, तर जे होस् राम्रो छ भनौँ न होइन। अहिलेको गाउँ पनि बवाल छ, यहाँको माहौल नै अर्कै छ क्या होइन। कसरी लड्किन्छ यार, मेरो भेनाजु नमस्कार नमस्कार नमस्कार। सन्चै हुनुहुन्छ दिदी? कहाँ दिदी नमस्ते, सन्चै हुनुहुन्छ? म यहीँ माथि डाँडासम्म जाऊँ भने अनि सन्चै हुनुहुन्छ? कागती कसको हेर्नु यहाँनिर डेन्जर छ त्यो पर छ कागती के हो त्यो? होइन पर छ नि लक्सरी छ नि लागेको रुख के माथि के हो त्यो? हो र डेन्जर छ यार। होइन म हामी माथि गएर आउँछौँ अनि बसौँ ल एकछिन। क्या डेन्जर छ गाइस बाटो छ। अब मा सेट म्यान बाटो डेन्जर छ गाइस, स्ट्रिम राइड भयो गाइस आज। के हो यो बाटो यार, यस्तो गिट्टी छ नि गाइस होइन। सो गाइस हामी चाहिँ अहिले फाइनली अहिलेको माथि डाँडामा आइपुगेछौँ होइन। अनि बाटोको कुरा गर्नुपर्दा यस्तो बाटो छ नि गाइस, यस्तो बाटो होइन, एकदम स्ट्रिम राइड भयो होइन, जोस मजा नि आयो भनौँ। अनि आज शनिबारको दिन फुर्सद मिलाएर हामी अहिलेको डाँडामा आएको छौँ। अनि यहाँनिर टावर छ है अगाडिपट्टि देख्न सक्नुहुन्छ है। अनि त्यही गाइस यहाँदेखि हामी मस्त ड्रोन सुट उडाउँछौँ। अनि भिडियो कस्तो लाग्छ मन परे लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। अनि यहाँदेखि यो भनेको पारि पाङ भइहाल्यो गाइस है, यो पाङ गाविस भन्छ नि गाइस होइन, यो पाङ पऱ्यो क्या होइन। सो यतापट्टि दैबाङ खद्दर मादर अनि छोडर भइहाल्यो होइन। सो त्यही गाइस हामी चाहिँ अहिले तक्क लाएर यहाँ अहिलेको माथि डाँडामा आएर मस्त भिडियो बनाउँदैछौँ। अनि यतापट्टि तपाईँको भैचपे छरेगुङ अनि माथि देख्न सक्नुहुन्छ तपाईँले, माथि चाहिँ थामलिक भन्छ होइन। सो पालोपट्टि थामा भइहाल्यो। सो
त्यही गाइस अब चाहिँ हामी मस्त तपाईँहरूले ड्रोन सुरु गर्छौँ 1 2 3 गो बब्बल जाडो छ गाइस जाडोले त कटिङ पनि लाग्न छोड्यो त अहिले जाडो यस्तो जाडो छ गाइस हेट यस्तो जाडो छ गाइस यस्तो जाडो छ ओ माय गॉड किन जाडो छ यसरी आइपेमा सो ओके गाइस हामी चाहिँ मस्त ड्रोन सोन उडायौँ अनि त्यसपछि एकछिन रमाइलो भयो अब चाहिँ हामी चाहिँ फर्किन आँटेको होइन सास परिसक्यो केही देखिरहेन बाटोको कन्डिसन एकदम खराब छ होइन बिस्तारै जानुपर्छ गाइस है तर आज अफरोडिङ गर्नेको मजा चाहिँ अलि छुट्टै नै थियो यस्तो खालको बाटो गाइस है हाम्रो दिदीबहिनीहरू चाहिँ गोथालोबाट आउँदै So okay guys, finally घर आइपुग्यो ओके गाइस फाइनली घर आइपुग्यो होइन अब चाहिँ हामीहरू
कि गाइस म चाहिँ मस्त घरमा आएर खाना खाइसकेँ अनि खाना खाएर भिडियो पनि एडिट गरिसकेँ होइन। सो समयको कुरा गर्दा चाहिँ गाइस 12 बजिसकेको छ अनि त्यही गाइस म चाहिँ अब आराम गर्छु। एकदमै थकान फिल भइरहेको छ अनि बाटोको कुरा गर्नुलाई चाहिँ एकदमै अनएक्सपेक्टेड थियो होइन। एकदमै बाटो यति डेन्जर थियो नि गाइस है। सो मलाई थाहा छ क्या त्यो बाटो कस्तो छ भन्ने कुरा होइन। बाइक यस्तरी घुमिरहेको थियो क्या होइन। अनि यस्तो भिडियोहरू अब आउँदैछ गाइस बिस्तारै होइन। सो बिस्तारै हुँदैछ एज अ बिगिनर होइन। बिगिनरले कस्तो काम गर्छ भन्ने कुरा तपाईँलाई थाहै होला। सो त्यही हो बिस्तारै लर्न गर्दैछु अनि नेक्स्ट भिडियोमा अझ इम्प्रुभ हुनेछ। जेस नेक्स्ट गर्दा जेस भिडियोहरू इम्प्रुभ हुँदैछ। सो त्यही गाइस सबैजनाले माया गरिदिनु होला। सो त्यही गाइस अब चाहिँ म आराम गर्छु। टाइम पनि उपर्ने भइसकेको छ अनि भोलि फेरि फसल जानुपर्ने हुन्छ अनि त्यही भएर चाहिँ म चाहिँ आराम गर्छु गाइस। सबैजना स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सबैजना ह्याप्पी हुने कोसिस गर्नु भन्दै आजको भिडियोलाई एन्ड गर्न चाहन्छु गाइस। एउटा नेक्स्ट भिडियो अनि नेक्स्ट टपिकको साथमा तपाईँहरूसँग भेट हुने नै छ। सो तपाईँहरूलाई बाइ गाइस, बाइ।